नमस्कार मित्रहरू, मेरो च्यानल टिचिङ हबबाट तपाईहरुलाई स्वागत छ। म दुर्गाराज राई। आज चाहिँ म यस भिडियोमा नेपाल सरकारको नयाँ नियम अनुसार शिक्षा क्षेत्रमा लागू गरेको नयाँ परिपत्र, नयाँ कार्यतालिका अनुसार शिक्षण योजना निर्माण गरेर 2083 सालको शिक्षण योजना निर्माण गरेर यहाँहरूलाई प्रस्तुत गर्न लागिरहेको छु। लाग्छ यो भिडियोले तपाईहरुलाई केही सहयोग गर्नेछ र नमुनाको रूपमा पनि तपाईहरुलाई यो भिडियोले सहजीकरण गर्नेछ भन्ने लागेको छ। अहिले नेपाल सरकारको नयाँ नियम अनुसार अर्थात् नयाँ परिपत्र अनुसार विद्यालय क्षेत्रमा अथवा शिक्षण संस्थामा हप्ताको 2 दिन बिदा दिने, वर्ष बिदालाई कट्टा गरेर 30 दिनमा झार्ने जस्ता विविध कुराहरूलाई समेटेर पाठ्यक्रमले तोकेको कार्यघण्टा र पाठ्यघण्टालाई समायोजन गरी विद्यालयमा शिक्षण गर्नु भनी शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत नेपाल सरकारले वैशाख 29 गते यो परिपत्र जारी गरेको छ। यो तपाईहरु सबैजनाले हेरिसक्नु भएको होला। अब यही अनुसार हामीले पनि हाम्रो विद्यालयमा, हाम्रो पालिकामा शिक्षण संस्थामा कार्यान्वयन गर्ने भनेर हामीले अगाडि बढिसकेका छौं र सोही अनुसार मैले यहाँ वार्षिक शिक्षण योजना मेरो विषयको बनाएर यहाँ प्रस्तुत गर्न लागिरहेको छु मित्रहरू। र यो परिपत्रमा सबै कुरा यहाँ भनेको छ मित्रहरू। अब यसमा हप्तामा 2 दिन बिदा, शुक्र, शनिबार र आइतबारको बिदाको कुरा छ। त्यसपछि टिफिन समयलाई 30 मिनेटमा झारेको छ। 45 दिनको वर्ष बिदालाई 30 दिनमा झारेको छ। त्यसपछि यो पाठ्यक्रम र पाठ्यघण्टा मिलान गर्नको लागि विद्यालय बाहेक घरमा गरिने अतिरिक्त क्रियाकलापहरूलाई पनि एउटा पाठ्यघण्टाको रूपमा सञ्चालन गर्ने भन्ने कुराहरू यहाँ गरेको छ। यो अनुसार मैले यहाँ शिक्षण योजना मेरो आफ्नै विषयको यहाँ बनाएको छु, जो अत्यन्तै रियल हो, वास्तविक हो। म सोही अनुसार शिक्षण योजना बनाउन लागिरहेको छु मित्रहरू। एज आई एम एन इङ्ग्लिस टिचर अफ सेकेन्डरी लेभलको म चाहिँ एउटा इङ्ग्लिस टिचर भएको नाताले मैले सर्वप्रथम मैले शिक्षण गर्ने मेरो विषय क्लास 10 को इङ्ग्लिसको मैले यहाँ एउटा बनाएको छु। यहाँ शिक्षण योजना बनाएको छु। अब हाम्रो शिक्षण योजना बनाउँदाखेरि मेरो विषयको पाठ्यक्रमको एकचोटि मैले यसरी एनालाइसिस यहाँ गरेको छु। तपाईहरुले पनि आफ्नो पाठ्यक्रमलाई यसरी करिकुलम एनालाइसिस गर्नुहोला र त्यो करिकुलम एनालाइसिस पाठ्यक्रमको एउटा विश्लेषण गर्दाखेरि यहाँ हेर्नुहोला, मैले क्लास 10 को इङ्ग्लिसको गरेको छु। अब कति टिचर हामी इङ्ग्लिस टिचर छौं, अब हामी इङ्ग्लिस टिचर साथीहरुको लागि त झन् उपयोगी नै हुनेछ यो भिडियो। क्रेडिट आवर 5 हो, यो हाम्रो पाठ्यघण्टा 5 हो र हाम्रो पाठ्यक्रमले तोकेको वार्षिक कार्यघण्टा भनेको 160 घण्टा हो। अब प्रत्येक कक्षा 10 को अंग्रेजी विषयमा जम्मा 18 वटा युनिट छ। त्यो 18 वटा युनिट लाई युनिट वाइज वर्किङ आवर यसरी छुट्याएको छ हाम्रो यो पाठ्यक्रमले। हेर्नुस्, यो मैले सरल देखाइदिए। तपाईहरु जुन विषयको बनाउनुहुन्छ त्यो विषयको यसरी युनिट वाइज वर्किङ आवर एकचोटि एनालाइसिस गर्नुहोला। अनि यो हेरेर अहिलेको नयाँ परिपत्र अनुसार हामीले शिक्षण योजना अथवा एनुअल प्लान बनाउनु पर्ने हुन्छ मित्रहरू। अब युनिट 1 को फर एक्जाम्पल करेन्ट अफेयर्स एन्ड इश्युज भनेको छ, यसको वर्किङ आवर भनेको 8 हो। त्यस्तै गरेर यो 10 वर्किङ आवर कुनको छ भन्दा युनिट 5 मा छ साइन्स एन्ड एक्सपेरिमेन्ट भनेको छ, यसको वर्किङ आवर 10 हो। एवं तरिकाले गर्दै जाँदा 18 वटा युनिट छ। 18 वटा युनिटको जम्मा यसरी 8 छ र यो सबै गर्दाखेरि 160 पुग्छ वर्किङ आवर। र हाम्रो पाठ्यक्रमले तोकेको एसेसमेन्ट प्रोसेस भनेको यही हो। यो सबै विषयमा गर्ने एसेसमेन्ट प्रोसेस यही हुन्छ, मूल्याङ्कन प्रक्रिया, फर्मेटिभ, समेटिभ। र हाम्रो यो एउटा क्लास अपग्रेड गर्नको लागि चाहिँ समेटिभ गर्छौं। क्लास अपग्रेडको लागि गरिने इभ्यालुएसन एसेसमेन्ट भनेको समेटिभ हो। समेटिभमा अब इन्टरनल 25, एक्सटर्नल 75 छँदैछ। अब यो अनुसार अब हामी अगाडि बढ्छौं। मैले यसरी निर्माण गरेँ, मेरो आफ्नो विद्यालयको चाहिँ यसरी गरेको छु मित्रहरू। हेर्नुस्,
Annual teaching plan अब सेसन 2083 नेम अफ स्कुल यसरी लेख्नु होला क्लास 10 सब्जेक्ट इङ्ग्लिस नेम अफ सब्जेक्ट टिचर म आफै भइहालेँ अब यस पटक चाहिँ हाम्रो यो अहिलेको नयाँ शिक्षाको नयाँ शिक्षा क्षेत्रमा गरेको नयाँ परिपत्र अनुसार 2 दिन बिदा घटाउँदा उता 45 मा फेरि 15 दिन घटाउँदा हाम्रो टोटल विद्यालय खुल्ने दिन भनेको 205 दिन रहन्छ र त्यो 205 दिनमा टोटल टिचिङ डेज भनेको 173 दिन रहन्छ। अब यो 173 दिन चाहिँ हाम्रो विद्यालयमा पढाइ हुने दिन भयो, टिचिङ डेज भयो र विद्यालय खुल्ने दिन चाहिँ जम्मा 205 दिन भयो। यो 173 दिनमा हामीले यो 18वटा युनिट 160 घण्टाको कार्य घण्टालाई 32 कार्य घण्टा र 32 पाठ्य घण्टालाई 173 दिनमा हामीले कम्प्लिट गर्नुपर्ने हुन्छ मित्रहरू। अब यसलाई कसरी बनाउने अब यो यति निकालिसके पछाडि अब हामी यसरी यो प्रत्येक महिनाको कति दिन विद्यालय खुल्ने दिन र कति शिक्षण कार्य हुने दिन र त्यसको युनिट एस्टिमेटेड पिरियड अनि एचिभमेन्टको कुरा मटेरियल र टिचिङ मेथड्स अनि इभ्यालुएसन यसरी टपिक हामी लेख्छौँ। लेखेर हाम्रो यो अनुसार हामी शिक्षण योजना बनाउँछौँ। यो शिक्षण योजना बनाउँदा चाहिँ मैले के कुरालाई ध्यान दिएको छु भने यो नेपाल सरकारले गरेको अस्ति 29 गतेको परिपत्र अनुसार पनि र अहिले भर्खरै मात्रै फेरि लेटर ग्रेडिङ निर्देशिका 2083 पनि आएको छ। लेटर ग्रेडिङ निर्देशिका 2083 को परिच्छेद 2 को नियम 1 मा तपाईहरुले पनि हेर्न सक्नुहुन्छ, हेर्नु पनि होला। त्यहाँ पाठ्य घण्टा तथा कार्य घण्टा सम्बन्धी भन्ने व्यवस्था लेखेको छ। त्यसमा के हुनेछ भने विद्यालयको समयभन्दा अतिरिक्त समयमा पनि विद्यार्थीहरूलाई सिकाइ सम्बद्ध क्रियाकलाप दियौँ भने त्यसलाई पनि वार्षिक कार्य घण्टामा गणना गर्न सकिने भनेको छ। यसको मतलब के भने शुक्रबार हामीले क्रियाकलापहरू दिन्छौँ शनिबार र आइतबारको लागि, त्यो क्रियाकलापलाई पनि पाठ्य घण्टाको रूपमा गणना गर्न सकिनेछ। यसो गरियो भने मात्रै पाठ्यक्रमले तोकेको 160 घण्टा कार्य घण्टा र 32 अथवा 5 पाठ्य घण्टा पुरा हुनेछ। 32 कार्य घण्टा बराबर 1 पाठ्य घण्टा हुन्छ मित्रहरू। त्यो तपाईहरुलाई पनि थाहा छ, यहाँहरूलाई निश्चित रूपमै थाहा छ मित्रहरू। त्यसैले अब त्यो कार्य घण्टा र पाठ्य घण्टा पुराउनको लागि अतिरिक्त क्रियाकलापहरू जो विद्यार्थीहरूले घरमा गर्छन् त्यसलाई पनि कार्य घण्टाको रूपमा गणना गर्न सकिने भनेर लेटर ग्रेडिङ निर्देशिका 2083 को परिच्छेद 2 को नियम 1 मा त्यो कुरा उल्लेख गरेको छ। मैले त्यही अनुसार त्यसलाई पनि आधार मानेर हेरेर र अस्तिको परिपत्र 29 गतेको पाठ्यक्रम विकास केन्द्रले गरेको परिपत्रमा लेखेको कुरालाई पनि मध्यनजर गरेर यो मैले यो कार्ययोजना बनाएको छु। यो अत्यन्तै रियल कार्ययोजना हो जो म एप्लाई गर्दैछु यो 2083 साल आर्थिक शैक्षिक सत्रमा। ल मैले अगाडि बढ्न चाहे मित्रहरू। अब हेर्नुहुनेछ यता मन्थ भयो, यो जम्मा विद्यालय खुल्ने दिन भयो अनि यो टोटल टिचिङ डेज भनेको जम्मा पढाइ हुने दिन, जम्मा विद्यालय खुल्ने दिन अनि लेसन युनिट कुन युनिट हो त्यसलाई एस्टिमेटेड पिरियड भनिएको छ। एस्टिमेटेड भनेको अनुमानित घण्टी अनि यो अब्जेक्टिभ्स भनिएको छ मित्रहरू। यो चाहिँ टिचिङ अथवा लर्निङ एचिभमेन्ट अथवा यसलाई अब्जेक्टिभ्स पनि भन्छ। प्रत्येक पाठको अब्जेक्टिभ के हो? अब्जेक्टिभ्स भनेको शिक्षण उद्देश्य हो। शिक्षण उद्देश्य बनाउँदाखेरि पक्कै पनि मित्रहरू तपाईँ हामी अब एजुकेसन फ्याकल्टी पढ्ने टिचरहरूलाई त झन् म्याक्सिमम थाहै होला। अब्जेक्टिभ बनाउँदा एउटा सूत्र छ नि हाम्रो स्मार्ट भन्छ। त्यो स्मार्ट अनुसार हामीले अब्जेक्टिभ बनाउनुपर्छ। त्यो स्मार्ट भनेको जस्तो एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल अनि अटेनेबल, रेलेभेन्ट र टाइम बाउन्ड हुनुपर्छ भन्छ। त्यसको स्मार्ट सूत्र अनुसार हामीले यो टिचिङ अब्जेक्टिभ्स बनाउनुपर्छ। त्यसरी यहाँ बनाइयो। अनि वाट काइन्ड अफ टिचिङ मटेरियल्स चाहिँ निड्स फर टिचिङ द्याट युनिटमा कुन टिचिङ मटेरियल्स युज गर्ने भन्दा एकर्डिङ टु द युनिट, एकर्डिङ टु द लेसन्स होइन, लेसन्स अनुसार हामीले पिक्चर्स, वर्ड कार्ड, पकेट चार्ट, रेकर्डेड audio, smart board, such kinds of. There are so many teaching materials that can be used
according to the nature of lesson होइन मित्रहरू. Then after, what kind of teaching methods we can apply in the classroom to teach such kind of unit, such kind of lessons? कस्तो खालको चाहिँ टिचिङ मेथड्स युज गर्ने भन्ने कुरा यहाँ लेख्नु होला. जस्तै मैले यहाँ वैशाख महिनाको यहाँ मैले दिएको छु. अब अलिक अगाडि म पढ्न चाहन्छु. After that, at the end of the class, we have to evaluate the students by giving many kinds of questions. That is called evaluation. Evaluation process को कुरा आउँछ. अब फर इक्जाम्पल ल मैले अलिक अगाडि बढेँ. वैशाखमा जम्मा 13 दिन विद्यालय खुल्ने र टोटल टिचिङ डेज भनेको 9 दिन हो. किनकि 21 गतेदेखि मात्रै शिक्षण पठन पाठन कार्य सञ्चालन गर्नु भनेर सरकारले चैत्र 22 गते सूचना निकालेको थियो. त्यो अनुसार 15 गतेदेखि विद्यालय भर्ना कार्यक्रम, 21 गतेदेखि पठन पाठन भनिसके पछाडि 21 गते चाहिँ हाम्रो टिचिङ डेजमा गणना हुन्छ. त्यसकारण वैशाखमा जम्मा 9 दिन पढाइ हुन्छ. अब यो 9 दिनमा मैले युनिट इङ्ग्लिस विषयको क्लास 10 को लेसन 1 लाई राखेको छु. यो लेसन 1 को कार्यघण्टा चाहिँ कति हो भन्दा यो लेसन 1 को कार्यघण्टा मैले देखाएँ हेर्नुहोस्. युनिट 1 को कार्यघण्टा भनेको 8 घण्टा हो. र 8 घण्टाको ठाउँमा मैले यहाँ के गरेँ भने 9 पिरियड राखेँ. वैशाखमा 9 दिन खुल्छ, 9 पिरियड राखेँ. 9 पिरियडमा अब मेरो यो युनिट 1 सकिन्छ. अब यो युनिट 1 को मेन अब्जेक्टिभ्स के हो भनेर यहाँ दिएको छु हेर्नुहोस्. यहाँ अब 9 दिनको लागि त 9 दिनको लेसन प्लान फेरि हामी ब्रेक गर्छौँ. ब्रेक गरेर प्रत्येक लेसन प्लानमा एटलिस्ट 3वटा चाहिँ अब हाम्रो इन्स्ट्रक्सनल अब्जेक्टिभ्सहरू हुन्छ मित्रहरू. तपाईँ हामीलाई त्यो थाहा छ. तर यहाँ चाहिँ मेनली के हो यो 9 दिनमा हामीले गर्ने मेनली अब्जेक्टिभ्स, इन्स्ट्रक्सनल अब्जेक्टिभ्स चाहिँ यसरी लेखियो. जस्तै अब यो युनिट 1 भनेको त हाम्रो के छ भने त्यो क्लास 10 को युनिट 1 को टपिक भनेको चाहिँ हाम्रो करेन्ट अफेयर्स एन्ड इस्युज भन्ने छ. करेन्ट अफेयर्स एन्ड इस्युजमा चाहिँ हाम्रो त्यहाँ एआई सम्बन्धीको कुरा आएको छ, आर्टिफिसियल इन्टेलिजेन्सको कुरा आएको छ त्यहाँ होइन. त्यस्तो कुराहरूलाई मैले यहाँ अब्जेक्टिभ्सको रूपमा राखेको छु. जस्तै एट द एन्ड अफ दिस लेसन स्टुडेन्ट्स आर एबल टु, यसरी लेखिन्छ, आर एबल टु गर्ने. अनि त्यस पछाडि हाम्रो स्मार्टको नियम अनुसार हामी अब्जेक्टिभ्स बनाउँछौँ. टु अन्डरस्ट्यान्ड अबाउट द युज अफ एआई एउटा भयो. टु युज द रिपोर्टिङ भर्ब्स गिभन इन द टेक्स्ट एप्रोप्रिएटली इन द ब्ल्याङ्क्स. त्यहाँ बुकमा छ एप्रोप्रिएटली हाउ टु युज द रिपोर्टिङ भर्ब भन्ने छ. आफ्टर द्याट टु पार्टिसिपेट इन डिसिजन मेकिङ लेभल इन अन क्लाइमेट चेन्ज भन्ने अर्को यहाँ एउटा चिठी छ. त्यो चिठी ओपन लेटर भन्ने एउटा छ युएनको जेनरल सेक्रेटरीको, युएनको एन्टोनियो ग्युटेरस भन्नेलाई दिएको छ. त्यो भइगयो. अब यो 3वटा चाहिँ मैले अब्जेक्टिभ्सहरू राखेँ. अब टु टिच प्रोपरली द युनिट 1, आई मिन लेसन 1, वाट काइन्ड अफ टिचिङ मटेरियल्स क्यान आई युज भन्दा पिक्चर, वर्ड्स, कार्ड, पकेट, रेकर्डेड अडियो एसेट्रा. लाइक सिमिलरली अब कस्तो किसिमको टिचिङ मेथड युज गर्ने टु टिच द लेसन्स, आई मिन युनिट 1 लाई भन्दा फर्स्ट डेमोन्स्ट्रेसन मेथड हुन्छ होइन. त्यो टिचर स्टुडेन्ट सेन्टर्ड मेथड भयो डेमोन्स्ट्रेसन. रिडिङ अलाउडको कुराहरू आयो. यो प्रेजेन्टेसनको कुराहरू आयो. त्यहाँ रोल प्ले, एक्टिभिटी बेस्ड लर्निङ, ग्यालेरी वाक, वान स्टे अदर स्ट्रे. They are the teaching methods, teaching techniques, I mean classroom activities to be performed while teaching learning activities होइन भनेर यो मेथडहरू युज गर्न सकिन्छ. एन्ड वाट काइन्ड्स अफ इभ्यालुएसन सुड आई निड टु एसेस द स्टुडेन्ट्स पर्फर्मेन्स एट द एन्ड अफ द क्लास फर इच लेसन भन्दा अब इन्स्टान्ट क्वेसन्स, प्रोजेक्ट वर्क, होमवर्क होइन. सिमिलरली एनी फिल्ड ट्रिप, ओरल टेस्टहरू मेबी मेनली चाहिँ यस्तो किसिमको इभ्यालुएसन्सहरू हामी गर्छौँ भनेर यो एउटा वैशाख महिनाको 9 दिनको लागि युनिट 1 म यति गरेर सक्छु. यो वैशाख महिनाको भइगयो मित्रहरू. तपाईँहरूले पनि यसरी नै गर्नुहोला. यहाँ भनिरहेको छु कि मैले लेटर ग्रेडिङ निर्देशिका 2083 को परिच्छेद 2 को नियम 1 मा पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ. पाठ्यघण्टा र कार्यघण्टा
विद्यालय समयभन्दा बाहेक अतिरिक्त क्रियाकलाप घरमा जो विद्यार्थीहरूले सिकाइ सम्बन्धी क्रियाकलाप गर्छ त्यसलाई पनि कार्यघण्टाको रूपमा गणना गर्ने भनेको छ। त्यसैले यसको अन्तिममा जे होमवर्क दिन्छु त्यसलाई पनि कार्यघण्टाको रूपमा गणना गरेर पछि 5 क्रेडिट आवर पुरा गर्ने गरी मैले यो एनुअल प्लान निर्माण गरेको छु र यहाँहरूले पनि त्यही अनुसार गर्नुहुनेछ। मैले वैशाख महिना मात्रै होइन फेरि ज्येष्ठ महिनाको पनि फर इक्जाम्पल अझ क्लियर पनि हुन्छ र यो मेरो आफ्नै लागि पनि हो भनेर फेरि बनाएको छु। फर इक्जाम्पल हेर्नुहोस् है, त्यो ज्येष्ठ महिनामा जम्मा 20 दिन स्कुल खुल्छ। 20 दिनमा 20 दिन पढाइ पनि हुन्छ। यहाँ कुनै कार्यक्रमहरू छैन, परीक्षा पनि छैन, कार्यक्रम पनि छैन। त्यसैले जति खुल्यो त्यति नै पढाइ भयो। युनिट 2 अङ्ग्रेजी विषयको क्लास 10 को युनिट 2 पढाउँछु। युनिट 2 मा फेस्टिभल्स एन्ड सेलिब्रेसन्स भन्ने त्यहाँ युनिट 2 मा हाम्रो पाठ छ क्लास 10 को इङ्ग्लिसमा। र यसलाई मैले चाहिँ कति भने 8 युनिट 2 लाई 8 दिन दिएँ। 8 एस्टिमेटेड पिरियड 8 हो र 8 एस्टिमेटेड पिरियड छ। मा यो अब्जेक्टिभ्स यो भइगयो, लिसन टु द स्टोरी प्रोपरली एन्ड एन्सर द क्वेसन्स, टु राइट द न्युज स्टोरी, चेन्ज द सेन्टेन्सेस इन्टु रिपोर्टेड स्पिच गिभन इन द टेक्स्ट। दिज आर द के हो यसको चाहिँ इन्स्ट्रक्सनल अब्जेक्टिभ्स भयो। अनि वाट काइन्ड अफ टिचिङ मटेरियल्स भन्दै यिनीहरू भइहाल्यो र यो तरिकाहरू पनि यिनीहरूमध्ये छान्दै कुनै एउटा टिचिङ मेथड्सहरू युज गर्न सकिन्छ र प्रायः जसो दिने इभ्यालुएसन प्रोसेस भनेको सेम नै हुन्छ। कहिलेकाहीँ फरक हुनसक्छ, यसमा घटी बढी हुनसक्छ। मात्रै हामीले कुन युनिटलाई कति घन्टी छुट्याउने भन्ने विषयमा चाहिँ अलिक क्लियर हुने र त्यसको अब्जेक्टिभ्स के हो, अब्जेक्टिभ्सको बारेमा क्लियर हुनुपर्छ। युनिट 3 अब यो ज्येष्ठ महिनाको 20 दिन पढाइ हुन्छ भने 8 दिन युनिट 2 लाई, युनिट 3 लाई 8 घन्टी अर्थात् यो 20 घन्टीमा 8 घन्टी युनिट 2, 8 घन्टी अथवा 8 दिन युनिट 3 र यो युनिट 4 लाई 4 दिन अथवा 4 घन्टी मैले यहाँ छुट्याएँ। यसो गर्दाखेरि 20 हुन्छ। यहाँ जम्मा पढाइ हुने दिन पुग्यो। 8 8 16 4 20। अब यही अनुसार हामीले ब्रेकडाउन गरेर यहाँ शैक्षणिक योजना बनाउनु पर्ने हुन्छ। मित्रहरू युनिट 4 को अब यो यसरी यहाँ दिएको छु मैले। युनिट 4 मा पनि एउटा हेल्थ सम्बन्धीको कुराहरू छ र त्यसको चाहिँ मैले यहाँ इन्स्ट्रक्सनल प्लानिङ अब्जेक्टिभ्सहरू यसरी बनाएँ। यो इभ्यालुएसनको कुराहरू भयो, यहाँ यसरी बनाएको छु मैले। त्यहाँ अब क्याबिज व्हाइटको स्टोरीहरू छ त्यहाँ, त्यो कुराहरू भयो। अनि जब एप्लिकेसन, हाउ टु राइट जब एप्लिकेसन, त्यो कुराहरू पनि छ। तिनीहरू सब मैले इन्स्ट्रक्सनल अब्जेक्टिभ्समा राखेँ। सिमिलरली अलिक अगाडि बढ्न चाहेँ किनकि यो दिस इज माई अन एउटा रियल इन्स्ट्रक्सनल प्लानिङ हो यो सेसन 2083 को। त्यसैले मैले यसलाई अलिक धेरै गम्भीरताको साथ बनाएको छु। मित्रहरू असाढमा 15 दिन हाम्रो शैक्षिक क्यालेन्डर अनुसार हामीले नयाँ सरकारको कार्यतालिका अनुसार शैक्षिक क्यालेन्डर अनुसार 45 मा 15 दिन घटाएर 30 दिन मात्रै बर्खे बिदा राखेर बनाएको छु। त्यसैले असार 15 गतेसम्म पढाइ हुन्छ। त्यसकारण असारमा 15 दिन स्कुल खुल्छ, 15 दिन पढाइ हुन्छ र 15 दिन पढाइ हुँदाखेरि युनिट 4 लाई मैले 6 दिन छुट्याएँ, युनिट 5 लाई 9 घन्टी छुट्याएँ। 9 6 15 दिन भयो। असारमा 15 दिन यसरी भयो। अब युनिट 4 लाई 6 किन पारियो भने अघि युनिट 4 लाई 4, यहाँ माथि 4 दिइसकेको छ। युनिट 4 लाई यहाँ जेठ महिनामा 4 घन्टी, असारमा 6 घन्टी गर्दाखेरि 6 4 10 एस्टिमेटेड पिरियड भयो हैन। त्यसो गरेपछि युनिट 4 पनि सकिन्छ त्यसमा। अब यो भइगयो टु स्टडी द पोएम एनालिटिकल्ली, टु लर्न हाउ टु राइट रुल्स एन्ड रेगुलेसन्स हैन। अनि युनिट 5 लाई 9 घन्टी दिएको छु। युनिट 5 लाई 9 पिरियड भयो भने यो युनिट 5 पनि सकिन्छ। 9 6 15 असार महिनाको पनि सकियो। देन आफ्टर श्रावण भयो। हेर्नुहोस् मित्रहरू, श्रावण महिनामा जम्मा विद्यालय 10 दिन खुल्छ, पढाइ पनि 10 दिन हुन्छ र यसमा युनिट 6 राखेको छु। युनिट 6 लाई 10 घन्टी नै राखेको छु। त्यसकारण यो श्रावण महिनामा युनिट 6 सकियो।
यतापट्टि मैले लेखिनँ यहाँ धेरै कुराहरू। यो पछि म पढाइ हुँदै जान्छ, लेख्दै जान्छु म यो क्रमशः। अहिले भर्खर वैशाख मात्रै अब सकिँदैछ मित्रहरू। यो क्रमशः लेख्दै जानुपर्छ, एकैचोटि बनाएर पनि हुँदैन। पछि पढाउँदै जाने यो एउटा जुन यो फ्रेमवर्क चाहिँ बनाइराख्ने, अनि करिकुलम हेरिराख्ने, अनि टिचर्स गाइड पनि हेरेर हामीले त्यही अनुसार पढाउनु पर्ने हुन्छ। यो अहिले चाहिँ एस्टिमेटेड पिरियड र कुन महिनामा कति छुट्याउने भन्ने कुरा चाहिँ क्लियर भइराख्नुपर्छ। आफ्टर द्याट भाद्र हेर्नुहोस्, भाद्रमा 21 दिन विद्यालय खुल्छ र 14 दिन पढाइ हुन्छ। किन यहाँ 14 दिन पढाइ हुन्छ भने जम्मा 7 दिन चाहिँ भाद्रमा परीक्षालाई घटाएको छु। फर्स्ट टर्मिनल परीक्षा भाद्रमा गर्ने भन्ने हाम्रो शैक्षिक क्यालेन्डर हामीले विद्यालयको बनाएको छौँ। सोही अनुसार यो मैले बनाएको इन्स्ट्रक्सनल प्लानिङ हो। यो इन्स्ट्रक्सनल प्लानिङ भनेको चाहिँ विद्यालयको वार्षिक कार्यतालिकाको आधारमा बनाउने हो मित्रहरू। अनि यहाँ यो भाद्र महिनामा 7 युनिट छ। 7 युनिटलाई 10 घन्टी, 8 युनिटलाई 4 घन्टी, 8 10 4 14 भयो। असोजमा 17 दिन पढाइ हुन्छ। 17 दिन नै विद्यालय खुल्छ, 17 दिन नै पढाइ हुन्छ। यसमा 8 युनिट 8लाई 6, किनकि माथि 4 होइन। यो भाद्रमा 4 घन्टी छुट्याएँ, असोजमा 6 घन्टी छुट्याइदिएँ, गर्दाखेरि 6 4 10 घन्टी भयो। युनिट 9लाई 11 घन्टी यहाँ छुट्याइदिएँ, अनि 11 6 17 दिन भयो। यसरी ठ्याक्कै पुर्याउनुपर्छ एवं तरिकाले। कार्तिकमा 21मा कार्तिकमा 10 दिन खुल्छ, 10 दिन पढाइ हुन्छ। युनिट 10 सकियो। युनिट 10लाई 10 घन्टी मैले एस्टिमेटेड पिरियड छुट्याएको छु, यसैमा सकिन्छ। मङ्सिरमा 21 दिन विद्यालय खुल्छ, 14 दिन स्कुल लाग्छ, किनकि मङ्सिरमा फेरि हामीले सेकेन्ड टर्मिनल एक्जामिनेसन 7 दिन गर्ने भनेको छौँ, त्यो 7 दिन यहाँ घटाएको छु। अनि 11 युनिटमा 11 घन्टी, 12 युनिटलाई 12 घन्टी छुट्याएँ। पुसमा 18 दिन विद्यालय खुल्छ, 14 दिन लाग्छ, किनकि पुसमा हाम्रो वार्षिकोत्सव कार्यक्रम छ। त्यो वार्षिकोत्सव कार्यक्रमलाई 4 दिन छुट्याएको छौँ, त्यो 4 दिन घटाउँदा यहाँ 14 दिन रहन्छ। यसमा युनिट 12लाई 5 दिन, 5 4 9 घन्टी भयो, 13लाई 9 घन्टी भयो, 9 5 14 दिन भइगयो। माघमा 20मा 20 दिन पढाइ हुन्छ, 14 युनिटलाई 9 घन्टी, 15लाई 9 घन्टी, 16लाई 2 घन्टी दिएको छु यहाँ, म सक्ने भनेको छु। यसो गरिकन 9 9 18 2 20 भयो। फागुनमा 17 दिन विद्यालय खुल्छ, 17 दिन पढाइ हुन्छ। त्यति बेला युनिट 16लाई 7 घन्टी, युनिट 17लाई 10 घन्टी दिएको छु, र फागुनमा 10 7 17 घन्टी पढाइ हुन्छ। यो युनिट सकियो। जम्मा अङ्ग्रेजी विषयको कक्षा 10को 18वटा युनिट हो। अब 18वटा युनिट यहाँ समाप्त हुन आँटेको छ मित्रहरू। चैत्रमा जम्मा विद्यालय 23 दिन खुल्छ, 23मा 13 दिन विद्यालय लाग्छ। अहिले चाहिँ यो नयाँ परिपत्र अनुसार चैत महिनाको परीक्षाको समयलाई जम्मा 12 दिन मात्रै राख्ने र बाँकी चाहिँ शिक्षण कार्यमा गणना गर्नुपर्छ भन्ने भएकोले चैतको अन्तिमतिर परीक्षाको समय राख्ने, जसमा 12 दिन राख्ने र बाँकी समयलाई चाहिँ पढाइ गर्ने भन्ने किसिमको परिपत्र पनि भएको हुँदा यहाँ जम्मा 23 दिन खुल्ने र त्यसमा चाहिँ अब पढाइ हुने दिन चाहिँ कति भने यो 13 दिन चाहिँ पढाइ हुने दिनमा राखेको छु। अनि यसमा 18 युनिट लाई 9 दिएको छु, 9 घन्टीमा यो युनिट 18 सकिन्छ। र त्यस पछाडि नयाँ बाँकी रहेको छ 3 घन्टी, 9 3 12 हुन्छ। यो 3 दिन चाहिँ मोडल क्वेसन्स ओरिएन्टेड टु एक्जाम ओरिएन्टेड मोडल क्वेसन्सहरू गराउने भनेको छु। 1 दिन परीक्षा बिदा हुन्छ। यस अनुसार जान्छ। यो एसई कक्षा 10 को हो लगभग। अब परीक्षा पनि यहाँ चैत्रमा चाहिँ लगभग एसई को परीक्षा चैतको अन्तिमतिर नै गर्छ होला भन्ने लागेको छ, किनकि अहिलेको यो वार्षिक कार्यतालिका नेपाल सरकारकै परिपत्र अनुसार गरेको हुँदाखेरि सकभर चाहिँ अब चैतको अन्तिमतिर मात्रै, दोस्रो हप्तादेखि उता मात्रै पढाइ हुन्छ जस्तो लागेको छ। त्यस परीक्षा हुन्छ जस्तो लागेको छ एसई को। त्यसैले चैतमा 13 दिन जति चाहिँ पढाइ कन्फर्म नै हुन्छ र त्यही अनुसार मैले चाहिँ यहाँ 9 युनिट 18लाई 9 घन्टी, 18 युनिटलाई 9 घन्टी र बाँकी 3 दिन जति चाहिँ
इक्जाम ओरिएन्टेड मोडल क्वेसन्स गर्ने भनेर यसरी मैले कार्यतालिका निर्माण गरेको छु। मित्रहरू तपाईँहरूले पनि त्यही अनुसार गर्नुहुनेछ र अन्तिममा सब्जेक्ट टिचर लेख्नुहोला। हेड टिचरले यसो यसलाई साइन गर्ने कुरा हुन्छ, डेटको कुरा हुन्छ। त्यस पछाडि हाम्रो कार्यतालिका समाप्त हुन्छ। र मित्रहरू तपाईँहरूले पनि यसरी नै यो शैक्षिक सत्र 2083 सालको वार्षिक शिक्षण योजना निर्माण गर्नु भइसक्नु भएको पनि होला। यदि निर्माण गर्नु भएको छैन भने यसलाई मोडलको रूपमा हेर्नुहोला र हामीले अहिलेको 83 सालको शैक्षिक क्यालेन्डर शैक्षणिक योजना बनाउँदा हामीले भुल्नै नहुने कुरा भनेको विद्यालय भन्दा बाहेक घरमा विद्यार्थीहरूले पनि सिकाइ सम्बद्ध क्रियाकलापहरू गरे भने त्यसलाई पनि कार्यघण्टाको रूपमा गणना गर्ने भन्ने कुरा लेटर ग्रेडिङ सिस्टममा पनि आइसकेको। लेटर ग्रेडिङ सिस्टम 2083 ले गरिसकेको हुँदा सोही अनुसार गर्नु हुनेछ र म आफै पनि सोही अनुसार गर्ने भनेर यस्तो किसिमको एनुअल प्लान बनाएको छु। तपाईहरुलाई यो भिडियोले यो मेरो एनुअल प्लानले कतिको सहयोग गर्ने जस्तो लाग्यो भने यहाँहरूले सोही अनुसार हेरेर बनाउनु हुनेछ। सबै कक्षाका मित्रहरूले, सबै विषयका मित्रहरूले भन्दै म फेरि आगामी दिनमा अरु यस्तै शिक्षण सम्बन्धी नयाँ भिडियो लिएर प्रस्तुत हुनेछु। म दुर्गाराज राई। हस्त, धन्यवाद।